गुड मर्निङ पिपल्स। मधेस क्रिकेट लिग पहिलो संस्करण हामीसँगै हुनुहुन्छ क्यानका भाइस प्रेसिडेन्ट रोशन सिंह सर। तपाईँले स्वागत गर्न चाहन्छु। धन्यवाद। विथ ओभरअल एमसिएल एज अ अर्गनाइजर एज अ एक्सपर्टिज भएको मान्छे तपाईँहरू माथिबाट एमसिएललाई ग्राउन्ड लेभलको क्रिकेटको हिसाबले कसरी हेर्नु भएको छ? सर्वप्रथम यो म चाहिँ मुख्यमन्त्रीज्यूलाई र प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु। किनभनेपछि मधेसमा जुन किसिमले आज 8 जिल्लाले एउटा खेल्ने प्लेटफर्म जुन किसिमले वातावरण बनाइदिनु भयो त्यसलाई उहाँलाई धन्यवाद पहिलो। र दोस्रो कुरो के भने चाहिँ म पनि यही 8 जिल्ला मध्येमा एउटा महोत्तर जिल्लाको अध्यक्ष पनि हो होइन। त्यसले गर्दाखेरि यहाँ अब केन्द्र र माथिको लेभल हेर्दाखेरि अब आखिर काम गर्ने एउटै तरिका हो होइन। र अहिले काम गर्नेको तरिका एउटै भए पनि जुन मधेसमा अहिले जुन क्रिकेटको एउटा ग्रुप जुन हाम्रो मनिषजी होइन, अब हाम्रो सुनिल महाशयज्यू र टिमले जिल्लाका सुभाष भाइले होइन जुन किसिमले लागेर गर्दै हुनुहुन्छ भने मलाई लाग्छ अहिले मधेसले विभिन्न समयमा जनपुरमा लिग हो, यहाँ एउटा लिग हो र टुर्नामेन्ट जुन किसिमले देशभरिमै सबै साथै प्रदेशभन्दा अहिले हाम्रो मधेस प्रदेशले जुन किसिमले टुर्नामेन्ट आयोजना गरिदिनुभएको छ मसँग शब्द छैन। उहाँहरूलाई धन्यवादको पात्र हुनुहुन्छ। क्यान पर्सा र हाम्रो बारा दुवै एसोसिएसनले जुन हिसाबले होस्ट गर्नुभयो खेलाडीहरूलाई उहाँहरूको लागि चाहिँ खास गरी मैले अघि पनि भने बारा जिल्ला क्रिकेट सङ्घ र हाम्रो पर्सा जिल्ला क्रिकेट सङ्घ यो जुन किसिमले जिम्मेवारी प्रदेश सरकारले र सँगसँगै मधेस प्रदेश क्रिकेट सङ्घले जुन विश्वासले उहाँहरूले आयोजना गर्न दिनुभयो त्यो विश्वासमा नै आज हामी फाइनल हेर्ने अवसर पनि यहाँ पाएको छु। र उहाँ दुवै जिल्लालाई हामी धन्यवाद पनि दिनुपर्छ। किनभनेपछि यो टुर्नामेन्ट एक दिनमा हुने टुर्नामेन्ट होइन। यो टुर्नामेन्टको ग्राउन्ड प्रिपरेसनदेखि नै टेन्टहरू होइन यसका सम्पूर्ण जस्तो अहिले लाइभ भइरहेको छ सबै कुरो व्यवस्थापन गर्नलाई खेलाडीलाई व्यवस्थापन गर्नलाई हरेक सानो कुरालाई व्यवस्थापन गर्नलाई दिन रात नभने जुन खटिरहनु भएको छ हाम्रो सुभाष भाइ हाम्रो मनिष सर उहाँलाई स्पेसल चाहिँ क्याम्पको तर्फबाट पनि र म चाहिँ एउटा जिल्ला क्रिकेट सङ्घको तर्फबाट र समग्र नेपाल जुन किसिमले एउटा मधेसको क्रिकेटको लागि सम्पूर्ण फ्यानहरू जुन माया गरिरहनु भएको छ नि उहाँहरूको तर्फबाट चाहिँ म दुईटै जिल्लालाई म धन्यवाद दिन चाहन्छु। खेलाडीको उत्पादन यहाँबाट खेलाडी उत्पादन र जुन हामी सपना देखिरहेका छौँ एज अ अडियन्स एज अ क्रिकेटमा लागिसकेको नेपालले टेस्ट स्ट्याटस पाउँछ कि त्यस्तो कुराहरू होइन। खास गरी यस्तो हो कि अब टेस्ट राष्ट्र बन्नको लागि अब हामीसँग संरचना अब भर्खरै अब ट्यु ग्राउन्ड बन्दैछ होइन। अब गौतम बुद्ध रङशाला हाम्रो यो चितवनको बन्दैछ, लुम्बिनीमा बन्दैछ सिधा रङशाला होइन। सबै रङशालाहरूलाई जोड्ने हो भनेपछि इन्फ्रास्ट्रक्चर तयारी भइसकेपछि र हाम्रो गेम विगतभन्दा अलिकता राम्रो हुँदै गइरहेको थियो। फेरि बिचमा अहिले जुन ओडिआईको हामी जुन साइकल चल्दैछ त्योहरू सबै पार गर्नको लागि र गराउनको लागि पनि हामीसँग अहिले पूर्वाधार र खेलाडीमा जुन जनशक्ति त अझै पनि हामीले तयारी गर्नुलाई समय लागिरहेछ। र टेस्ट टिम भन्ने बित्तिकै त्यसको हरेक रिसोर्टबाट सम्पूर्ण भइसकेपछि मात्र गएर आइसिसीले सबै कुरो पार गरिसकेपछि मात्र टेस्ट राष्ट्र घोषित गर्छ। त्यसको लागि हामीलाई धेरै टाढा छौँ। पहिले हामीले ओडिआईमै काम गर्नुपर्ने अहिलेको बाध्यता पनि छ र हामी ओडिआईमै बढी फोकस गर्दैछौँ। अब केही समयपछि अब T20 वर्ल्ड कपको क्वालिफाईको लागि पनि हामी तयारी गर्दैछौँ। र अहिले भर्खरै स्कटल्यान्डको जुन टिम खेल्नको छ त्यो हामीलाई महत्त्वपूर्ण पनि 4वटै म्याच अङ्कले तालिकाले पनि हामी आज 7औं नम्बरमा छौँ होइन। र त्यो भनेको ओभरअल क्रिकेटलाई माथि लानको लागि गर्नको लागि खेलाडीले खेल्नु पऱ्यो। व्यवस्थापन राम्रो गर्दा गर्दै पनि खेल्दा नखेल्न सक्नु भनेको दोषी भनेको चाहिँ समग्र रूपमा चाहिँ खेलाडीले गर्नुपर्ने ठाउँ बाँकी रह्यो। अब म्यानेजमेन्टले गर्ने ठाउँ चाहिँ कुनै ठाउँमा बाँकी छैन जस्तो मलाई लाग्छ। थ्याङ्क यू सो मच सर फर यर टाइम। आई होप आउने दिनमा नेपाल क्रिकेटले राम्रो गर्छ। धन्यवाद।